छु फेरि यो धागो ल्याएको छु सनफ्लावर किचेन बनाउँदैछु। यसको लागि चाहिँ यसरी चेन बनाउनु पर्छ। पहिला 9 वटा चेनमा बुनेको छु। तपाईले जति सानो बनाउनु पनि सक्नुहुन्छ, ठुलो बनाउनु पनि सक्नुहुन्छ। मैले चाहिँ 9 वटा गरेको छु। यसरी 3 4 5 6 7 8 9 वटा चेनमा अब यसलाई डबल कुर्सी गरेर तान्नुपर्छ। डबल बुन्यो, यसरी डबल तान्दै लक गर्नुहोस्। यसरी डबल गर्दै यसो गरेर चाहिँ पत्ता बनिन्छ। तपाईले आफ्नो तरिकाले बनाउनुहुन्छ होला, म चाहिँ यसरी बनाउँछु। अब सेकेन्ड राउन्ड फेरि ब्याक गरेर यतापट्टि फेरि टिप्नुपर्छ। 9 वटा घर फेरि टिप्नुपर्छ यसरी। अन्त फेरि लक गर्नुपर्छ। अन्त चाहिँ एउटा सनफ्लावर लिफ बनिन्छ। म चाहिँ यसरी बनाउँछु। तपाईहरु आफ्नो आफ्नो हुन्छ, म चाहिँ यसरी बनाउँछु। तपाईलाई कस्तो लाग्छ मैले बनाएको? यस्तो लाग्छ, यस्तो बनिन्छ। किचन बनिसक्यो। अनि मैले यसरी किचनको रिङमा पनि लगाएर यसरी अरु पनि सबै बनाएको हेर्नुस् है कस्तो लाग्यो। यदि मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। यदि मन पर्यो भने जोड जबरजस्ती छैन। सबै मैले किचन बनाएको, रबर ब्यान्डहरु बनाएको छु, फोन ब्यागहरु छ, सबै बनाएको हालि नै राखेको छु मेरो च्यानलमा। कलेक्सनहरु किचन फेरि रिपिट देखाएको, यो सबै भिडियोमा हालेको छु। हुन्छ, गुड नाइट, स्वीट ड्रिम।